हेलो गुड मर्निङ एभ्रिवान। आज चाहिँ म तपाईँहरूलाई चिकन ग्रेभीको रेसिपी बताउन गइरहेको छु आफ्नो स्टाइलमा। मैले चाहिँ चिकन धोएर त्यसमा बेसार, नुन र कागती स्क्विज गरेर त्यसलाई चाहिँ मेल्ट गरेर मैले आधी घन्टाको लागि स्टोर गरेँ। आधी घन्टा भइसकेपछि चाहिँ मैले यता कडाईमा तेल हालेर तताउन राखेँ। त्यसपछि यता मैले साइडमा हरियो खुर्सानी, खडा मसलाहरू अनि त्यसपछि टमाटर, अदुवा र लसुनको पेस्ट बनाएँ। यता मसला तेल तातिसकेको छ। त्यसपछि मैले जिरा हालेँ, तेजपत्ता हालेँ। त्यसपछि मैले त्यो अघि स्टोर गरेको मासु हालिदिएँ यसरी। त्यसपछि बिस्तारै हाल्नुपर्छ, तेल धेरै रातो भएपछि पोल्ने उछिटिने डर हुन्छ, त्यही भएर बिस्तारै हालेँ। त्यसपछि चलाएँ, यसलाई चलाएर चाहिँ मैले 10 मिनटको लागि यसलाई छोपेर राखिदिएँ। छोपेर राखिसकेपछि चाहिँ 10 मिनटसम्म यसरी तपाईँले छोपेर राखिसकेपछि चाहिँ यता मैले जुन अघि रेडी गरेको मसलाहरूलाई ग्राइन्ड गरेँ। यता मैले प्याज, धनियाँ, लसुनको चपिङ गरेँ। त्यसपछि मैले फेरि 10 मिनटपछि यसलाई खोलेर बिस्तारा मासु चलाएँ। यसरी बिस्तारा चलाएपछि चाहिँ तपाईँको मासु टसिँदैन, कराईमा टसिँदैन र बिस्तारा यसरी रातो हुँदै जान्छ, रेड हुँदै जान्छ। जैसे तपाईँको यो रेड हुन्छ, अघि चपिङ गरेको चाहिँ प्याजहरू तपाईँले एकदम मासुलाई साइड गरेर बिचमा तपाईँले त्यो प्याज, चपिङ गरेको प्याज हाल्न सक्नुहुन्छ। यसरी हालिसकेपछि चाहिँ अनि तपाईँले साइडको मासुलाई चाहिँ त्यो प्याजमाथि छोपिदिएपछि तपाईँको प्याज चाहिँ एकदम मजाले पाक्छ। त्यसपछि 3-4 मिनट छोपिसकेपछि फेरि यसरी तपाईँले त्यो प्याजलाई चलाउनुहोस्। बिस्तारै चलाएर हेर्नुहोस् त मेरो रातो भइरहेछ। अघि पेस्ट गरेको सबै मसलाहरू यहाँ तपाईँले हालिदिसकेपछि जिरा पाउडर अनि त्यसपछि रातो खुर्सानीको धुलो र मिट मसला हालिदिनुहोस् र बिस्तारै चलाएर तपाईँले सिममा छोडिदिनुहोस्। हेर्नु मेरो मासुले चाहिँ तेल छोडिरहेछ। त्यसपछि मैले धनियाँहरू हालिदिएँ। त्यसपछि मैले फेरि त्यसलाई चलाएँ। अब हल्का पानी हालिदिएँ मैले त्यसलाई, त्यो पाक्नको लागि हल्का पानी हालिदिएँ। मेरो मासु रेडी भयो। त्यसपछि चाहिँ मैले चिउरा भुजासँग, राइससँग, तपाईँले जेसँग